तपाईलाई थाहै छ, हाम्रो जीवनमा सधैँ रमाइलो वा मजाको अवस्था हुँदैन। धेरै पटक आफू खुसी खोज्दै गर्दा निराश नै हुने हो। खुसीलाई सामान्यतया पैसा, सफलता वा नयाँ चिजहरूसँग जोड्छौँ, तर हाम्रो दिमागको चाँडै त्यसमा बानी बस्छ। यसलाई हेडोनिक एडेप्टेसन अथवा हेडोनिक अनुकूलन भनिन्छ। सोचे जस्तो खुसी लामो समय टिक्दैन, त्यसैले खुसीको खोजीलाई बाहिरका कुराहरूबाट भित्री मनलाई लचिलो बनाउन जरुरी छ। हामीलाई खुसी महसुस गराउने हाम्रै दिमागकै केही कामहरू हुन्। डोपामिन भन्ने रासायनिक पदार्थले सानो सानो कामबाट इनाम पाएको जस्तो आनन्द दिलाउँछ, जस्तै राम्रो खाना खाने, हिँडुल गर्ने या आफूलाई मनपर्ने काम गर्ने। अनि सामाजिक सम्बन्धहरूले पनि ठुलो भूमिका खेल्छन्। जब हामीलाई कसैले माया गर्छ वा साथ दिन्छ, हाम्रो शरीरमा अक्सिटोसिन क्रियाशील हुन्छ, जसले हामीलाई खुसी बनाउँछ। निन्द्रा राम्रो नहुँदा वा पेट खराब हुँदा हाम्रो मुड पनि खराब हुन्छ। त्यो सेरोटोनिनले नियन्त्रित गर्छ। यिनै कारणले जीवनमा साना कुरा भए पनि ठुला असरहरू पार्छन्। दीर्घकालीन खुसीका लागि केही सजिला तरिका अपनाउनु राम्रो हुन्छ, जस्तै प्रत्येक दिन जे कुरामा पनि कृतज्ञता प्रकट गर्नु, ध्यान लगाउनु र नियमित रूपमा हिँडुल वा कुनै व्यायाम गर्नु। यिनले मनलाई शान्त बनाउँछ, सोच सकारात्मक हुन्छ। त्यस्तै दैनिक साना सफलताहरूलाई मनाउन नबिर्सिनु। सानो काम पुरा गर्नु पनि ठुलो कुरा हो। साथै साथीभाइ र परिवारसँग राम्रो सम्बन्ध राख्नु, गहिरो कुराकानी गर्न खोज्दा पनि खुसी बढाउँछ। मनलाई बलियो बनाउन नकारात्मक सोचलाई पराजित गर्न प्रयास गर्नुपर्छ। एउटा कग्नेटिभ बिहेभियरल थेरापी भन्ने हुन्छ। यो एउटा प्रकारको कुरा गर्ने उपचार हो, जसले मानिसहरूलाई नकारात्मक सोचाइका ढाँचाहरू र व्यवहारहरू परिवर्तन गरी उनीहरूलाई मानसिक र भावनात्मक स्वास्थ्य सुधार्न मद्दत गर्छ। यसले वर्तमानमा ध्यान केन्द्रित गर्दछ र सोच, भावना र क्रियाहरू बीचको सम्बन्ध बुझेर समस्याहरू समाधान गर्न व्यवहारिक सिप सिकाउँछ। अनि हाम्रो जीवनमा के नियन्त्रणमा छ र के छैन फरक थाहा पाउन सकिन्छ। हामीले हाम्रो जीवनमा नियन्त्रण गर्न सकिने र नसक्ने कुराहरू छुटाउनुपर्छ। यो एउटा लोकस अफ कन्ट्रोल भन्ने सिद्धान्त हो, जसलाई नेपालीमा नियन्त्रणको केन्द्रित भनिन्छ। साथै असुविधा र चुनौतीलाई स्वीकार्नु महत्त्वपूर्ण हुन्छ, किनभने हाम्रो विकास र सिकाइ प्राय त्यही सीमाबाट बाहिर निस्किँदा हुन्छ। अन्त्यमा भन्नुपर्दा खुसीको फर्मुला सबैको लागि फरक हुन्छ। आफ्नै तरिका खोज्नुपर्छ। छोटो छोटो प्रयासले लामो समयमा ठुलो परिवर्तन ल्याउँछ, तर नियमित र लचिलो तरिकाले खुसीको अभ्यास गर्नु राम्रो हुन्छ, जसले जीवनभरि ताजा र दिगो खुसी दिन्छ। यस्तै भिडियोहरूको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला र यो भिडियो लाइक तथा कमेन्ट गर्नुहोला।